हेलो गाइज है, स्वागत छ तपाईँहरूलाई चाहिँ धेरै पछि म पनि ब्लगिङ गर्न गइरहेको छु। अरू बेला त भिडियो चाहिँ हालेर पनि जे होस् ब्लगिङ त्यस्तो धेरै पछि गरिरहेको छु। हाम्रो साथी यहाँ छ, दाइगाको भयो दुईवटा मात्रै क्लास थियो, क्लास सक्यो। त्यस पछाडि अहिले चाहिँ अब घर फर्किनु पर्ने छ। अघि पनि यार मेरो त नानाको टच नभएर फेरि त्यसलाई फोन गरेर किनलाई फोन गरेर फेरि गऱ्यो को अहिले अब त्यही टच हुन्छ हुँदैन, एकचोटि झिकेरै गर्ने बेला भएको छ। एकचोटि सोध्नुपर्छ कि यार के भएको। हेलो गाइज है, हामी चाहिँ अब हाम्रो चाहिँ जिगियो सकिसक्यो, क्लास सकिएर दुईजना चाहिँ अब हामी नेपालबाट सँगै नआए पनि यहाँ चाहिँ हाम्रो दाइगाको पनि सँगै, नियोङ्गाको पनि सँगै, एकदम मेरो मिल्ने साथी। के भन्न चाहन्छ तिमी भन त मेरो भिडियोमा? म त केही भन्न चाहन्न प्लिज। अनि दाइगाको कस्तो भइरहेछ पढाइहरू? पढाइहरू दाइगाकोमा अब त्यस्तै हो, आफूले काम मात्रै गर्नु पर्यो है, काममा चाहिँ हान्नुपर्छ। नियोङ्गो क्लास रमाइलोमा गइरहेको नियोङ्गो क्लास रमाइलो छ। म नियोङ्गो फेरि उसलाई नछोडेको है, म अर्को क्लासमा गइसकेको थिएँ, फेरि होइन एक्लै छ केटो भनेर आएको। माया त कति गर्छु म अहिले, हेर त म पनि उता भएको भए ल एक त तिमीसँग एउटा केटा झ्याप्ले आएको थियो नि, तँ बोल्न मसँग बोल्न त बोल्छ, तँसँग म बस्थेँ, तिमी कोसँग बस्थ्यौ? म एक्लै थिएँ तँसँग के अरे त वक बोल्छ नि त, के अरे ओठ पनि अलिकति काटिरहेको छ नि। अर्को कुन त्यसलाई त म बोल्दैखेरि हाँस उठ्छ है, तर अरूको के भन्छ विक पोइन्टलाई अरूको विक पोइन्टमाथि हाँस्ने त होइन अरूको। तर मान्छे चाहिँ गुड छ है, तर गाममा चाहिँ हान्न आउँछ नि त्यसले, गाममा चाहिँ गर्छ नि, पढ्छ यार त्यसले, बोल्दा हुन्छ हेर न। अब एकछिनको लागि उसको के भन्छ स्वर त्यस्तो भयो भने होइन भने साथी पछि सानोमा त म पनि त्यस्तै थिएँ नि साथी। सानोमा मलाई पनि प्रष्ट बोल्न सक्दिनँ थियो, लगभग 5-6 वर्षसम्म प्रष्ट बोल्न सक्दिनँ थियो, 8 वर्ष मलाई यार। अहिले पनि मलाई जुन त के भन्छ मेरो चाइल्डहुड फ्रेन्डहरू छ त्यसले चाहिँ मलाई अहिले पनि डिस्काउन्ट छ, पहिला यस्तो थियो भनेर। अब हिमाल भन्छ मारु यस्तो भन्थ्यो क्या, प्रष्ट थिएन मेरो। त्यो चाहिँ मैले गाममा चाहिँ गरेँ, अहिले त्यो प्रष्ट बोल्न सक्ने भएको छु। अब फेरि अब नियोङ्गो पनि प्रष्ट बोल्न कोसिस गर्दैछु। अब जापानिज साथी चाहियो, साथी छैन। अब कसैले हेर्नुहुन्छ भने कमेन्ट गर्नु होला होइन। अब त्यही हामी राम्रो ब्लग बनाउने कोसिस गर्छौँ। दाइगाकोमा आउँदाखेरि चाहिँ सकभर चाहिँ हामी दुईजना सँगै हुन्छौँ है प्राय। अब तिम्रो खायोबी छ होइन, खायोबी कति बजीदेखि हो? त्यही योन गेममा होइन, अनि मेरो पनि योन गेममा हो। अब चाहिँ हामी एकदम दुईजना भएर पपुलर हुनु पऱ्यो, अनि त्यस पछाडि चाहिँ